होइन यस्तो छ हामी तात्विक रूपमा मिल्दैनौँ हेर्दा मात्रै त्यस्तो देखेको तर नयाँहरू मिल्दाखेरि पुरानाहरूलाई धक्का दिन सजिलो हुन्थ्यो होला पुरानाहरूको हालिमाली तोडिन्थ्यो होला भन्छन् के तपाईँको फेरि म के भन्छु भने नि तोरी कोदो र रायो फरक हो क्या होइन तपाईँलाई ढिँडो खानु मनपर्छ त कोदो छान्नु पर्यो तपाईँलाई तेल निकाल्न मनपर्छ त तोरी छान्नु पर्यो अब दुइटै मिलिदियोस् भने केही पनि हुँदैन न ढिँडो बन्छ न तेल निस्किन्छ हर्क साम्पाङले मेरो मात्रै भिजन छ भन्ने हिसाबले भन्दाखेरि चाहिँ अलिकति आफूलाई मात्रै आत्मकेन्द्रित भएर बोलेको हो कि भनेर पनि आलोचना गर्छन् केन्द्रित होइन त्यो चाहिँ मैले सर्वसर्वा हो कि भन्ने यस्तो छ त्यो होइन यो देशको बौद्धिकले तपाईँहरू जस्तो मान्छेहरूले विचार गर्ने हो होइन भिजनको हिसाबले भिजन मैले केही पनि देखिनँ भनेको क्या संसदीय पार्टीको बाहेक अरूको भिजनै छैन उनीहरू छ भने ल्याउनु नि त सुनौँ न त तपाईँको मुखबाट सुनौँ न त होइन विदेशी ऋण लिएर चाहिँ देश बनाउने त्यो पनि भिजन हुन्छ र भनेको हुँदैन त्यो त त्यसलाई त म भिजनै भन्दिनँ देश बनाउने नक्कली कुरा गरिरहेछन् उनीहरूले त्यसो भए हो त्यही हो त्यसले गर्दा त मैले भिजन नभएको रहेछ भनेर म आफै आएको क्या हामीसँग छ सबै कुरा छ हाम्रो घोषणा पत्र पढ्नुहोस् हाम्रो भिजन मात्रै होइन मिसन पनि छ आज हामी जहाँ जान्छौँ त्यहाँ श्रमदान सुरु हुन्छ मान्छे एक्लै लड्छ संसदीय पार्टीले आगामी चुनावमा एक्लै कहाँ लड्छ 3 करोड नेपाली छ भन्छु खाली होइन पार्टीको हिसाबले चाहिँ सिंगल उम्मेदवारी दिन्छ होइन कसैसँग चुनावी सहकार्य तालमेल हुँदैन सुन्नु न सार्वभौम को हुन्छ जनता हुन्छ कि पार्टी हुन्छ जनता नै हो जनताले तपाईँको साथ दिए सकेन कुरा होइन हिजो म एक्लै कुदिन्थेँ होइन यसो गरेर एक्लै झोला यस्तै बोकेर अहिले पनि बोक्नु भएको छ होइन मलाई खै अब जिताइदियो त माथि पुऱ्याइदियो पुऱ्याएन त्यसरी नै तपाईँको श्रम संस्कृति बढिराखेको छ माटोको कुरा लिएर अब त्यसलाई चाहिँ तपाईँको 3 करोड नेपालीले अनुमोदन गरिदिन्छ बहुमत आउँछ संसदीय पार्टीको त्यो विश्वास छ तपाईँ किन आउँदैन त विश्वास बिनाको मान्छे हो र हामी किन आकर्षण चाहिँ किन बढिरहेछ पूर्वतिर खर्लपै खानुको हर्क साम्पाङले भनिरहेछन् अब अस्ति काठमाडौँमा पनि ढ्याङ्ग्रो बज्ने गरी पुरानाहरूलाई धक्का दिनुभयो भन्ने कुरा आयो के हो यो आकर्षण किन बढिरहेछ अब भोलि हुन्छ माटो प्रेमीहरूको भेला बुटोलमा खतरा हुन्छ त्यो विश्वास छ काठमाडौँले सुनिन्जेल हामी नारा लाउँछौँ त्यहाँ जय माटो जय देशको तर हेटौडा र चितवनमा त अलिकति अवस्था बिजोग भयो भने नि त्यस्तो होइन हेटौडामा चाहिँ अलिकति भयो चितवनमा चाहिँ अलिकति त्यहाँ प्रचारको कमी भएको हो हेटौडामा चाहिँ त्यो कर्फ्यूको कुरा घर भत्किएको कुरा होइन अन्य कारणहरूले चितवनमा त रेडु र अनि रविको गढ भएर पनि अलिकति तपाईँलाई असहज भयो कि होइन त्यो होइन त्यो खै त्यो त्यसको तपाईँको चाहिँ प्रचारमा कम भएको हो भन्ने छ र हतार पनि कारणले त्यस्तो छैन राम्रो छ त्यहाँ पनि राम्रो छ एउटा सुदन गुरुङ ल लास्ट गरौँ है सुदन गुरुङको इन्टरभ्यू बाहिरियो हैन त्यसमा चाहिँ प्रधान के भन्नु बनाउने त भन्दा हामीले हर्क साङपाङलाई बालेन शाह लगायतलाई हामीले फोन गर्यौं तर